ऐसे एक ऐसे त्यो बीचको भाग चाहिँ अझै छोडिदिनु है सुजमाको लागि। श्री कृष्ण 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 दरबार यति हुनुपर्छ। श्री कृष्ण 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 ए बाबू हजुर हजुर मलाई भन्नुभयो श्री कृष्णको दरबारी यही हो यही। तर हजुरले चाहिँ कसलाई खोज्नुभयो? मैले उहाँलाई नै खोजेको। उहाँलाई खोजेको मेरो सखा हो, बाल्यकालको सखा हो। हजुरको सखा? हजुर बाल्यकालको सखा हो। साँच्चै हो होइन? हाम्रो प्रभु कहाँ यस्तो लाज माने अनि हजुर एकचोटि दर्शन गरेर हुँदैन हुँदैन फर्केर जानुहोस्। हजुरले खोजेको कृष्ण अर्कै हो। यो हाम्रो मालिक हुनुहुन्छ, कृष्ण हुनुहुन्छ, प्रभु हुनुहुन्छ। हजुरले खोजेको कृष्णको यहाँ दरबार होइन, जानुहोस्। कृष्ण नभन्नुहोस्, कृष्ण नभन्नुहोस्। एकैचोटि दर्शन मात्रै गरेर फर्किहाल्छ होइन। हामीले यहाँ प्रभुको सेवा गरेको वर्षौँ भइसक्यो। अहिलेसम्म प्रभुको मुखबाट हामीले उहाँको बालसखा छन् भनेर हामीले सुनेका पनि छौँ। उहाँले कहिले भन्दा पनि भन्नुभयो। आज हजुरले एक्कासी यस्तो अवस्थामा आएर यस्तो फोहोरो लुगा यस्तो गरी हुँदैन हुँदैन। हामीले फेरि सजाय भोग्नुपर्छ। जानुहोस् जानुहोस् माथि जानुहोस्। भित्र जान मिल्दैन भने एउटा सन्देश पठाइदिनु। कस्तो सन्देश? बाहिर ब्राह्मण आएको छ भनेर पठाइदिनु। हुँदैन हुँदैन, जानुहोस् जानुहोस् जानुहोस्। यहाँ काम छैन हजुरको, जानुहोस्। त्यसो नभन्नुहोस् न, बिन्ती छ मेरो, बिन्ती छ। गएर सन्देश दिनुहोस्। ए सुन त, यो बाजीको अति नै त यहाँ बसेको म गएर सोधेर आउँछु। ल ल एकछिन यहाँ बस्दै गर्नुहोस्, म गएर सोधेर आइहाल्छु। प्रणाम प्रणाम भन के कामले आयो? प्रभु बाहिर द्वारमा एकजना बुढो मान्छे मैलो कपडा लगाएको, फोहोरो कपडा लगाएको
हजुरलाई भेट्ने भनेर मरि हत्या गरिरहेको छु। के गर्नु पर्ने? ठुलो मान्छे अनि ठुलो कपडा कहाँबाट आएको, के नामको, कुन ठाउँबाट आएको सबै सुन्यो कि? ओहो पर्व, यो त मैले पशुकै बिर्सेछु पर्व। म सोधेर आइहाल्छु। हुन्छ सोधेर। बाजे बाजे, हजुर हजुर कहाँबाट आउनुभएको? के नाम हो हजुर? मेरो नाम सुदामा भन्नु। उहाँले बुझ्नुहुन्छ। अनि कुन ठाउँबाट आउनुभएको? श्रीरामनगरबाट। त्यति भन्ने उहाँले चाहिँ बुझ्नुहुन्छ। मगर मेरो सपना हो। ल ल ल म गएर भन्नुहुन्छ है त। ल ल प्रणाम। कहाँबाट आएको? के नाम रहेछ? कुन ठाउँबाट आएको? सबै सोधे। प्रभु सबै सोधे। उहाँ श्री धामापुरीबाट सुदामा भन्नुभयो। श्री धामापुरीबाट सुदामा? हो प्रभु। सुदामा, ए सुदामा, 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 मेरो सुदामा, सुदामा, आज हजुर मेरो दरबार। मेरो सुदामा, आज हजुर यस्तो अवस्था मेरो दरबार। फर्केर यहाँसम्म आउनु भएको छ। खुट्टाहरू कति काँडापिटी हो, खाली खुट्टा। अनि अलिकति मलाई केही दिन अघि लागेको भए त म मेरा सैनिकहरूलाई त्यहाँसम्म लिन पठाइहाल्छु। सुदामा, हजुरले किन दुःख कष्ट गर्नुभएको? मेरा सैनिकहरूले हजुरलाई केही अभद्र व्यवहार गरे त्यसको म क्षमा चाहन्छु। यस्तै हो प्रभु, नचिनेपछि त्यस्तै नै हो प्रभु। प्रभु यही हलको आशा प्रभु हो। यतापट्टि बस्नुहोस्, यही आशामा बस्नुहोस्। मेन्छु ल आउनुहोस् बस्नुहोस्। ए रुक्मिणी, जाउँ त अलिकति चल अनि फलफुलहरू लिएर आऊ। मेचुले आज भजन गराउनुपर्छ अनि उहाँको चरण कमल भनेर स्वागत गर्नुपर्छ। उहाँ ब्राह्मण हुनुहुन्छ। मेचु, कति दुःख कष्टले आज यो मेरो दरबारमा आइपुग्नु। यो मेरो दरबार वर्षौँदेखि अन्धकार जस्तो लागिरहेको थियो। आज हजुरको चरण यो मेरो दरबारमा पर्नाले आज स्वर्ग जस्तो भएको छ। मलाई आज अत्यन्त खुसी मिलेको छ। मलाई पनि हजुरलाई भेट्दा साह्रै खुसी लागेको प्रभु। यस्तै हो, कहिले कहिले नलक्कै याद आउँछ। तुरुन्तै आइहालौँ भने पनि समय त्यस्तै अनुभव पर्न जान्छ। हुन्छ खै रुक्मिणी, ल्याऊ र जल ल्याऊ। म आज मेरो मेचुको चरण स्पर्श गरेर पर्दैन प्रभु, पर्दैन। मेचु हुँदैन। मलाई थाहा छ, हजुरलाई थाहा छ म गाईको सेवा र ब्राह्मणको सेवामा कति लिप्त छु भनेर हजुरलाई थाहा छँदैछ। अनि हजुरको चरण छुन पाउनु मेरो सौभाग्य। रुक्मिणी, जाऊ अलिकति फलफुलहरू पनि ल्याऊ। मेरो मेचु कति दिनदेखि भोकै पानी पनि नखाइकन यत्रो यात्रा गरेर आउनु भएको छु। जाऊ अलिकति फलफुलहरू पनि ल्याऊ।
मलाई ठिकै छ, प्रभुलाई भेट्न पाएँ, साह्रै खुसी लागेछ प्रभु। अनि रुक्मिणी सुन त, एउटा पिताम्बर पनि ल्याऊ। आज मिछुलाई दोसल्ला अराएर स्वागत गर्नुपर्छ। मिछु आउनुहोस् न प्रभु। बर्खा लागेको छ, हजुरलाई चिसो भएको होला। अनि मिछु हजुरले बिहे गर्नुभयो मिछु। के भने बक्सेको प्रभु? मैले हजुरले बिहे गर्नुभयो मिछु। बिहे त गरिसकेँ नि प्रभु। ए लाला बालाहरू थुप्रै छन् प्रभु। कतिवटा छन् मिछु? छन्, आधा दर्जन जति छन् प्रभु। आधा दर्जन? हजुर। आधा दर्जनै हो र मिछु? हजुर प्रभु। पक्कै हो? ए अनि हजुरले विवाह गरिबक्सिनु मिछु मेरो पनि भयो। ए एउटी महारानी रुक्मिणी छ, बाँकी 16,107 दरबारभित्रै छन् मिछु। 16,108 अनि त्यति मात्रै कहाँ हो र मिछु? प्रत्येक महारानीमा 10 भाइ छोरा र एक बहिनी छोरी पनि छन्। प्रभु, मेरो एउटा सुशीलाले त यदि टाउको खान्छ भने हजुरको 16,108ले कति टाउको खाएको होइन मिछु? सबैजना खुसी नै छन्, सबैजना आनन्द नै छन्। अनि मिछु प्रभु, हजुरले त्यो बाल्यकालको कुराहरू सम्झिनुहुन्छ? त्यो वनमा घाँस दाउरा गरेको, मेलापात गरेको। किन नसम्झिनु नि प्रभु, एकदमै याद आएको छ। अनि गोपिनीका घर घरमा गएर ढेकी भाँडा फोरेको, दही मक्खन चोरेको। अनि मिछु हजुर प्रभु, एक दिन हामीलाई माताजीले चनाको पोको नास्ता पारेर हामीलाई जङ्गल पठाउनु भएको त्यो बिर्सिनु भएको छ कि भएको छैन? त्यो त प्रभु एकदमै स्मरणीय बात नै हो प्रभु। ल्याउनु पर्ने एकचोटि सारा सुनाइदिनुहोस् न, मलाई साह्रै सुन्न मन लागेको छ। कसरी भनौँ? भन्न त हुन्थ्यो। भन्नुहोस् न मिछु, भन्नुहोस् न। हुन्छ प्रभु। एक दिनको कुरा हो प्रभु। दाजु बलराम अनि हजुर अनि म 3 जनालाई गुरुआमाले समिधा खोज्नको लागि जङ्गल पठाउनु भयो। खाजाको पोको चाहिँ मलाई जिम्मा दिनुभएको थियो गुरुआमाले। हो नि, त्यो खाजाको पोको मैले चाहिँ कम्मरमा बाँडेर गएको थिएँ प्रभु। जाँदा 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 जब जङ्गल पस्न आँटेका थियौँ, हावा हुरी पानी लहरो पानी झरेर लथालिँदै बनायो हामीलाई। दाजु बलराम कता पुग्नुभयो, कता पुग्नुभयो, हजुर कहाँ पुग्नुभयो, कहाँ पुग्नुभयो। म चाहिँ भाग्दा भाग्दा एउटा रुखको ढुन्डुरोमा बस्न गएको प्रभु। त्यही नै बसिरहेँ। हजुरलाई पाउँदिनँ, दाजु बलरामले भोकले त्यसरी मर्नै आँटे प्रभु। मलाई विकल बनायो। अनि मिछु त्यसपछि मलाई कस्तो लाग्यो भने प्रभु मेरो भाग खान्छु, दाजु बलरामको र कृष्णको भाग पनि राखिदिन्छु भनेर मैले मेरो भाग झिकेर खाएँ प्रभु। मैले हजुर मिछु। अनि खाएको प्रभु, जस्तो पर भोक लाग्यो मलाई त। ए फेरि हजुरको भाग खाएर पनि फेरि भोक लाग्यो हजुर? जस्तो पर भोक लाग्यो प्रभु। अनि त्यसपछि दाजु बलरामको भाग पनि खाइदिन्छु भनेर नि त्यो पनि खाइदिएँ प्रभु। ए दाजु बलरामको भाग पनि हजुरले खाइदिए? प्रभु
ए अनि त्यसपछि जति एकबार भोक लाग्यो प्रभु पेपर भोक लाग्यो हजुर अनि त्यसपछि अनि मैले त के सोचेँ भने सबैको भाग खाइदिन्छु पोकै हरायो भनेर भनिदिन्छु भनेर सबैको भाग खाइदिएँ प्रभु ए त्यो चनाको पोको सबै खाना हजुरले पो खानुभएको मिछु सबै मैले खाइदिएँ ल मिछु त्यस कारणले गर्दाखेरि प्रभु यसरी अर्काको भाग खान नहुँदो रहेछ साह्रै दारिद्र लाग्दछ अनि सबैको घरमा प्रभु महिनाको 2 चोटि एकादशी आउँछ सबैको घरमा तर मेरो घरमा त प्रभु सधैँको एकादशी प्रभु मिछु उति बेलै हजुरले मलाई साह्रै भोक लाग्यो भनेर मैले सबै खाएँ भनेको भए त मलाई थाहा हुन्थ्यो मैले हजुरलाई श्रापै दिन्थिनँ मैले त्यतिखेर के श्राप दिएको थिएँ हजुरलाई थाहा छ जसले आज हाम्रो खाजा खायो उसलाई सधैँ दरिद्रताले छोयो सधैँ गरिबी भएर बस्न परोस् भनेर श्राप दिएको थिएँ मिछु तर हजुरलाई भन्ने के थाहा त ल हेर्नुहोस् त आज अरूको भाग मारेर खाने हुनाले आज हजुरले कति गरिबी सोध्नु पर्यो मिछु त्यसरी खान नहुने रहेछ मिछु अनि अघि मैले हजुरलाई यो पिताम्बर ओढाउँदाखेरि चिसो चिसो भएन मिछु मैले कुरा बुझ्नु प्रभु हजुरलाई अघि नै मैले पिताम्बर ओढाउँदाखेरि हजुरलाई चिसो चिसो लागेन हो त्यतिखेर केही पानीले रोजेको यो पिताम्बर हो मिछु याद गर्नुभयो त हो प्रभु त्यतिखेर त हजुर बेसरी बुझ्नुभयो प्रभु रुम बसे अन्धकार हो म भयंकर घर आएँ गुरु आमाले सोध्नुभयो खै कृष्ण बलराम भनेर सोध्नुभयो यस्तो यस्तो भयो गुरु आमा भनेर मैले सबै कहानी बताएँ त्यही त मिछु हेर्नुहोस् न आज हजुर आउनु हुने रहेछ यो मेरो दरबारमा बिहानभरि पानी परेको थियो हेर्नुहोस् त अनि प्रभु एउटा कुरा मलाई अचम्म लागेको प्रभु कस्तो कुरा मिछु बाल्यकालमा हामीहरूले रुजेको कपडा अझै पनि चिसै कस्तो यो अचम्म लाग्दो भएन प्रभु मिछु हजुरलाई कुनै कुराको सम्झना आओस् भनेर यो मैले कृष्णको लीला त हजुरले बुझ्नुहुन्छ हो प्रभु त्यही नै हो अनि मिछु अनि मलाई मितिनीज्यूले केही कसरी पठाउनु भएको छैन पक्कै पनि हजुरलाई यहाँसम्म मेरो दरबारसम्म आउँदासम्म त खाली हात पक्कै पठाउनु भएको छैन के कसरी पठाउनु भएको छ मलाई आहा मिछु हजुरले मलाई फेरि पनि झुट बोल्दै हुनुहुन्छ हेर्नुहोस् है मिछु खै यो हजुरको हात के भएको हेर्नुहोस् त ल यतापट्टि खै होइन केही त हुनुपर्छ खाली हात त पक्कै पर्यो ल मैले भन्दै थिएँ मिछु सानैदेखि लागेको बानी कहाँ जान्छ अझै पनि बुढो भइसक्नु तर अझै पनि झुट बोल्ने बानी त गएको रहेनछ मिछु होइन के चाहिँ पठाउनु भएको रहेछ मेरो मितिनीले खोलेर हेर्नु पर्यो के मिठो बनाएर त्यो कनिकाको मिज्यूले हराउनुहुन्छ भनेर कनिका कस्तो मिठो भाषा आयो चाख्नु पर्यो एकचोटि मिज्यू अति दिव्य अति आनन्द आयो अझै एकचोटि खानु पर्यो ओहो कति दिव्य अझै एकचोटि खानु पर्यो स्वामी होइन रुक्मेरी मैले त सोरै सुनमा सबै खाना लागेको छु ल यो सबै लगेर सबै महारानीहरूलाई दरबारमा जति छन् सबैले बाँडीचुँडी गरेर खाऊ है ल अनि मिज्यू अनि बिहेमा पनि बोलाउनु भएन एक्लै विवाह पनि गर्नु भएछ मैले कुरा बुझिनँ प्रभु
विवाह गरिसक्नु भएछ। विवाहमा एकचोटि खबर गरेको भए म पनि हजुरको विवाहमा आउँथेँ, बोलाउनु भएन। हुन त हुन्थ्यो प्रभु, समयले नै त्यस्तै नै पऱ्यो प्रभु। बोलाउने त भनेको प्रभु मैले त, तर के गर्नु। ठिक छ मिजु, ठिक छ। अब हजुर मेरो दरबारमा आउनुभयो, मसँग भेट भयो यतिका वर्षपछि। हेर्नुहोस् त, हजुरलाई देखेर मलाई त्यो बालापनको सबै कुराहरू झन्झनी आँखैभरि आउन थालेको छ। कति आनन्द आयो। आज त म स्वयं त्यही वृन्दावनमा छु जस्तो लागिसकेको छ। प्रभु, मलाई पनि कति आनन्द लागिरहेको छ प्रभुलाई भेट्दा, प्रभु साथमा बस्न पाउँदा। मेरो सखा कति आनन्द गर्छ। तर के गर्यो प्रभु, घरमा लाला बाला के गर्यो होला, कसो गर्यो होला, खाए कि खाएन कि मोहब्बत लाग्नुपर्छ प्रभु। होइन मिजु, मैले त भन्छु सधैँको लागि यतै बस्छु। तर उता नानी बाबुले पनि बाटो हिँड्दै होला, मितिनीज्यूले पनि कहिले मिजु आउनुहुन्छ र बाटो भन्दै बाटो हिँड्दै हुनुहुन्छ होला। मिजु के गर्नु? होइन प्रभु, म दसैँ जानुपर्छ प्रभु। आएको पनि धेरै दिन भइसक्यो। अब यसरी बस्न उचित हुँदैन प्रभु। हुन्छ मिजु, हुन्छ। राम्रोसँग जानुहोस्, फेरि फेरि पनि आउँदै गर्नुहोस्। माया नमार्नु होला है मिजु। हुन्छ प्रभु। हुन्छ मिजु, हुन्छ। राम्रोसँग जानुहोस्। अहिले प्रभु सुदामाजी आउनुहुँदैछ, बस्नु होला। आजको दिन जस्तै सुदामालाई दान गर्छ नि, जीवनमा कहिले पनि दरिद्र लाग्दैन। बरु बस्नु होला। हाम्रो मोटु ड्राइभर बस्नुहुन्छ। प्रभु हजुर मिजु। म लाग्छु प्रभु। ए हुन्छ मिजु, हुन्छ, लाग्नुहोस्। मिजु मिजु, प्रभु एकैछिन पर्खनुहोस् त। मैले हजुरले ओढाएको यो पिताम्बर एक्लै बिर्सेछु मिजु। ल फेरि फेरि आउँदाखेरि फेरि ओढाउन काम लाग्छ। र फेरि आउँदै गर्नुहोस्, माया नमार्नुहोस् है त। र जङ्गलको बाटो छ, टाढाको बाटो छ, राम्रोसँग जानु होला। र मितिनीज्यूलाई धेरै धेरै सम्झना भनिदिनु होला है। ल म पनि गएँ मिजु, राम्रोसँग जानुहोस् है त। कत्रो दाग लगाइदियो मेरो मित्र श्रीकृष्ण भनेर बोलाउनु भयो। केही दिन हुँदैन भनेर फर्केको फर्केर हेरेँ, उहाँले नै लगाइदिएको पिताम्बर लिन आउनुभएको रहेछ। के को मुक्ति गर्न ठिकै छ। विचार गर्नुभयो भए पनि सुशीलालाई देखाउनुपर्छ होइन? सबैजना बाबु ल म जान लागेको, राम्रोसँग बस्छ है। हुन्छ हुन्छ हुन्छ। र सबैजनाले सुदामालाई दान गर्नु। आजको दिन जसले गर्दै दान गर्छ उसको घरमा कहिल्यै लक्ष्मीको अभाव हुँदैन भन्ने चलन छ। त्यसैले सबैजनाले जे जति सक्नुहुन्छ दान गर्नु। कृष्ण मुरारी सुदर्शन धारी, कृष्ण मुरारी सुदर्शन धारी, मुरली बजाउने प्रभु कहाँ छौ, मुरली बजाउने प्रभु कहाँ छौ, कृष्ण मुरारी सुदर्शन धारी, कृष्ण मुरारी सुदर्शन धारी, मुरली बजाउने
पानी चरणले मारी वर्षाको पानी चरणले मारी यमुना घटाउने प्रभु काछो यमुना घटाउने प्रभु काछो कृष्ण मुरारी सुदर्शन धारी कृष्ण मुरारी सुदर्शन धारी मुरारी बजाउने प्रभु काछो मुरारी बजाउने प्रभु काछो त्यसैले हाम्रो माझमा